Well, I hope you guys are doing good. आज हामी प्रोटोन इमास 5 हेर्न जाँदैछौँ। यो भिडियोमा चाहिँ म तपाईँहरूलाई त्यसको सरस्वती वक अराउन्ड चाहिँ गर्नेछु। यो यार बाटो बन्द छ क्या। हामी जाँदैछौँ गोकर्ण फरेस्ट रिजोर्ट। प्रोटोन इमास 5 को हामीलाई जस्ट वक अराउन्ड गर्ने रे। सो सेलेक्टेड मान्छेहरूलाई मात्रै वक अराउन्ड गराउनु लाग्नुभएको छ उहाँहरूले। हामी सेलेक्टिभ भयो भने अब हामीभन्दा पनि धेरै सेलेक्टिभ केटाहरूलाई चाहिँ मलेसिया चाइना पनि लानुभएको थियो। त्यो त्यहाँ गएर केटाहरूले हेरिसक्यो, ट्र्याकमा कुदाइसक्यो होइन। शीतलहरूको जानुभएको थियो केटाहरू होइन। सबले ट्र्याकमा कुदाएर सबैजना बेटर एक्सपिरियन्स हो त्यो गाडीमा। तर मैले त्यस्तो गाडी देखेको पनि छैन। आज त्यही हामीलाई हेर्न आउनु सबैजना तपाईँहरू भनेर बोलाउनु भएको थियो। खासमा 9 भन्दा अगाडि छिटै लन्च हुन्छ होला। त्यो बुकिङ पनि ओपन भइसकेको छ। मन पनि परिरहेको होला। मलाई पनि साह्रै मन परेको छ। त्यसको रेयर व्हिल टाइप भएको कारणले गर्दाखेरि पनि होला सायद त्यो गाडी लिने सोचिराख्नु भएको थियो या दिमागमा माइन्ड सेट बनाइराख्नु भएको थियो या कन्फ्युज हुनुहुन्थ्यो भने चाहिँ पक्कै पनि यो एउटा वक अराउन्ड भिडियो चाहिँ हुनेछ। आई हेभ जिरो नलेज अन प्रोटोन इमास 5 र त्यहीँ गएर सबै कुरा सोधेर थाहा हुन्छ। यस्तो पानी पर्ने सिजन छ होइन। अनि अस्ति अचानक पानी परिदिँदा कि अब हामी अस्ति गाडी नै युज गरेर थियौँ नि त। अनि बाइक लिएर म निस्केको थिएँ, अचानक पानी परिदिँदा बुढीसँग थिएँ। अनि ऊ पनि भिज्ला भनेर हामी इमर्जेन्सी एउटा रेनकोट किनेको थियौँ। डुवल रेनकोट किनेको थियौँ कि दुवैजनालाई हुने गरी। तर त्यो चाहिँ सेफ चाहिँ हुँदैन। म जहिले पनि रेकमेन्ड गर्छु त्यो रेनकोट कहिले पनि नलाउनु भनेर। एउटा राम्रो रेनकोट पनि किन्नुपर्ने छ यार गाइज। प्लिज रेकमेन्ड गर्नु न कमेन्टमा। भन्नु त तपाईँहरूले कुनै राम्रो रेनकोट किन्ने ठाउँ चिनेको छ कि। यस्तो हुनु पऱ्यो कि यो वर्ष मात्रै होइन अर्को वर्ष पनि लाउन मिलोस् कि एटलिस्ट 2 वर्षसम्म चलोस्। राइट गोकर्ण फरेस्ट रिजोर्ट। इभेन्टको लागि दाइ हो कति पछि आइरहेको छ यार। म कस्तो दामी ठाउँ है। यताबाट त होइन होला नि होइन। ओ वाउ प्रोटोन इमास 5। अब हाम्रो छिटै अर्को इभेन्ट हुन लागेको छ। अर्को छिट्टै इभेन्ट हुन लागेको छ। छिटै हुन लागेको छ। दामी छ इभेन्ट चाहिँ। ओहो यही रहेछ यार गाडी। शीतलले नि हेर्दैछ। ओ शीतल भाइ के छ हौ? कस्तो लाग्यो तिमीलाई गाडी? गाडी कस्तो लाग्नु त अब हामीलाई रियर व्हिल ड्राइभ कस्तो लाग्छ भन्दै रियर व्हिल ड्राइभ हो क्या हामीले होला सायद सुरुमा यस्तो रमाइलो मजा हुन्छ नि पुरै छोडिदिउँ। तर अब मजा आइरहेछ है गाडीहरू रियर व्हिल ड्राइभ आउन थालेपछि। पहिलातिर जहिले ठुल्ठुलो गाडीहरू मात्रै हुन्छ कि रियर व्हिल ड्राइभमा होइन। तर अब अहिले सिटी कार होइन। विदेशतिर यसलाई सिटी कार भन्छौँ। तर हाम्रोमा अब यहाँ यो अगाडिपट्टि अर्को एउटा सिटी कार यो सानो पुरानो जो पहिलाको पेट्रोल कार हो सानो यो पनि सिटी कारमै पर्छ खासमा। तर तिमी कहाँ व्यागनरहरूसँग कम्पेयर गरिदिएर यार म त एउटा खतरै सोचिरहेको थिएँ यो गाडीलाई के भयो तिमीलाई। शीतलले चाहिँ उतै के अरे कहाँ अरे मलेसियामा गएर टेस्ट ट्र्याकमै गएर प्रोटोनको टेस्ट ट्र्याकमा गएर मैले प्रोटोन पुरै हेरिसकेँ। चलाइ पनि सकेँ। वाह। अनि त्यसपछि जिलीको फ्याक्ट्री माई गड गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नामहरू लेखा छ है त्यसले चाहिँ। ठिकै छ त्यो सबै आफ्नो ठाउँमा छ। गाडी कस्तो छ भन न। एक्ज्याक्टली गाडीमा आउँ गाडी चाहिँ बवाल। यो प्राइस पोइन्टमा जुन गाडी आइरहेछ नि त्यो चाहिँ नाइस लाग्यो मलाई। प्राइस पोइन्ट तिमीलाई प्राइस पोइन्ट थाहा भइसक्यो? कतिमा इस्टिमेट त गर्न सकिन्छ नि। सर्टेन एउटा प्राइसमा आयो भने चाहिँ लगभग अन्डर 30 मा यसको बेस भेरिएन्ट आयो भने चाहिँ बवाल हुन्छ। मैले अघि भर्खर अन्डर 40 भन्दै थिएँ बिकज MG4 हो नि त सबसे सस्तो रेयर व्हिल ड्राइभ गाडी। अनि प्रोटोनले चाहिँ के भनेको छ भन्दाखेरि यो चाहिँ नेपालको सबैभन्दा सस्तो रेयर व्हिल ड्राइभ गाडी हुन्छ भनेर भनेको छ क्या इभीमा। अनि अब MG4 भन्दा सस्तो भने 40 भन्दा मुनि हो। 35 40 सोचिरहेको थिएँ म त। उ त 30 भन्नु थाल्यो। लोअर भेरिएन्ट। अब फेरि ऊ चाहिँ कहाँ गइसकेको मान्छे हो जिलीसँग कुरा गरिसकेको मान्छे उसलाई थाहा हुन्छ होइन म भनेपछि। सो अब उसको कुरा पत्याउनु होला होइन। अनि सायद 30 लाखमा नि आउन सक्छ तपाईँले भने। तर नआयो भने चाहिँ फेरि उसलाई समात्नु है। फेरि आयो भने चाहिँ बेस्ट हो भन्न खोजे। तर उसले सबसँग कुरा चाहिँ गरिसकेको छ। उसलाई धेरै कुरा थाहा छ होइन। सो भन्न चाहिँ सकिन्छ। त हेर्दाखेरि त यो त अलिकति दामी देख्छ त हौ। हल्का पोर्से छ त हो यो त। म त जुन गाडी पनि पोर्से भन्छु तर यो चाहिँ हल्का कर्भ्सहरू चाहिँ दामी रहेछ त यसको है। क्लिन छ एकदमै क्लिन। गाडी छ नि एउटा स्मार्ट। यो नेक्स्ट लेभल गाडी हो। स्मार्ट गाडी छ नि लाइक स्मार्ट त्यो भन्दा बवाल छ त। त्यो भन्दा नेक्स्ट लेभल दामी। त्यो भन्दा नि दामी छ भने ल। आम्बो 40 भन्दा धेरै कम आउँछ। 2 दिन बाँकी छ। स्पोइलर ओहो 2 दिन बाँकी छ।
2 दिनमा धेरै कम हुनसक्छ। 2 दिन भनेपछि मैले आज सायद भोलि भिडियो हाल्यो भने 1 दिन बाँकी हुन्छ होइन। बाई मन्डे इभिनिङ बाई 6:37 सम्ममा प्राइस थाहा भइसक्छ। जब यो गाडी रिलिज हुन्छ भिडियोको क्याप्सनमा चाहिँ प्राइस भनेर हालिदिन्छु। तपाईँहरूलाई प्राइस जान मन छ भने चाहिँ तल क्याप्सनमा हेर्न सक्नुहुन्छ। टेस्ट ड्राइभ गरौँ न, दामी छ त गाडी। जुनसुकै भेरिएन्ट गर्दा के कतिवटा भेरिएन्ट छ साँच्ची? 2टा भेरिएन्ट छ। फाइनली त्यस्तो तातेको त छैन। अब मुन्रु भएको झन् तातिन्थ्यो होला। खुसीको कुरा के छ भने यसमा चाहिँ मुनरुफ सनसेट केही पनि छैन र व्हाइट कलरको छ। तपाईँले सिलिङ पाउन सक्नुहुन्छ, विच इज द बेस्ट थिङ। मलाई त सनरुफ मुनरुफ हुने थियो, म त हुन्थ्यो होला अहिले। साँच्ची होइन, मलाई त यति मन पर्दैन। तिम्रो गाडीको पनि मुनरुफ त मनै पर्दैन मलाई चाहिँ ग्लास रुफै चाहिन्छ है गाडी जति तात्ने नि। तिमीलाई रोमान्टिक हुनुपर्छ नि त गाडीमा। क्याजुअली अनोइड इट्स नट अनोइड। गाडी हेरेर इज नट इन अनोइड होइन। ओए यो त के हो हेर्दा त, यो त के हो बवाल छ त। के छ अल गुड यार। निकुज ड्राइभ्स इज ड्राइभिङ। अब यसो हेर्दाखेरि केही पनि छैन गाडीमा होइन, एकदमै सिम्पल देखिरहेछ। क्लिन इन्टेरियर रहेछ। पछाडि पनि मसुमा पछाडि आएर बसिहाल्यो। यो के एम्बियन्ट लाइट हो होइन? यहाँ सफ्ट टच रहेछ बरु। ओ हर्न पनि ठुलै छ है। हामी हर्न बजाउनु बस्यो होइन कि यहाँ गाडी कुदाउनु बस्यो हो। ओ पछाडि पनि एसी दुईटा। सो भेन्ट चाहिँ तपाईँहरूले 2 डिरेक्सनमा घुमाउनु मिल्दो रहेछ। यो मान्छेले भने नपत्याउनु है। उल्टो के यो फेरि ठ्याक्कै उल्टो रहेछ। सबै कभर गरेको भएर चाहिँ राम्रोसँग हामीले हेर्न पाइरहेको छैनौँ होइन। तर यहाँ पछाडि चाहिँ ओए डिकीमा बस्न आँट्नु भएको अटोमेटिक हो डिकी हो त। पावर टेलगेट रहेछ नि त। वाउ, यतिकै राम्रो भने हैन नि त हो। यसको प्राइस त केही नभए पनि 45-50 चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई होइन। किन स्पेसियस छ हौ, हेर न कस्तो स्पेस। खुट्टा नि हाल्न मिल्छ कि भित्र। त्यो निकुञ्ज रो बस्या यार अगाडि। ओ गुरुजी त फोर्स मोटर छैन भने कति किलोवाटको मोटर हो? शीतल भन्दै थिएछ 85 ओके, नट सो फास्ट बट गुड। गाडी हो यार। हाम्रो माइन्डसेट पनि त्यही बनाउँ न। हाम्रो बानी बिग्रिसक्यो क्या, सबै ठुल्ठुलो गाडी हेरेर सानो गाडीमा चाहिँ यो नो हाम्रो कुन क्याटेगोरीको गाडी हेर्दैछौँ त्यो अनुसारले माइन्डसेट बनाएर हेर्नु होइन। म त मेरो त एक्सपेक्टेसन धेरै छ, किनकि म हेर्दै वा म त स्मार्टसँग कम्पेयर गरिसकेँ हामीले होइन सुरुमा हेर्दाखेरि। अब तर 80 किलोवाट भनेपछि दिस इज द लोएस्ट। 85 भनेपछि लोएस्ट रियर व्हिल ड्राइभ कार होइन त। कमेट चाहिँ अलिकति डिफ्रेन्ट क्याटेगोरी भयो अरे। अनि यो चाहिँ अब ह्याचब्याक। ऊ बाँदर लाइन के बाल भएन त्यहाँ नि त, किनकि गाडी एकदमै शान्त लाग्यो। बान्दर बाँदरै बाँदर छ। वान टच विन्डो अप डाउन विन्डो अप डाउन रे। ओके ऊ त्यहाँ बाँदर। हातले नगर न। जेस यो गाडी कुदायो भने चाहिँ एनिमल्सहरूलाई पनि डिस्टर्ब चाहिँ हुँदो रहेछ। चिलमा बसिरहेको यिनीहरू होइन, किनकि एकदमै शान्त छ क्या। अनि त्यो के आवाज आउँछ नि, के भन्छ त्यसलाई? एम्बियन्ट त भन्दैन होइन। पेडेस्ट्रियन अलार्म चाहिँ अरू गाडीहरूमा बजिरहेको हामीले देख्न सक्छौँ। तर यो गाडीमा चाहिँ खासै पेडेस्ट्रियन नोइज चाहिँ नहुँदो रहेछ। गाडीभित्र चाहिँ राम्रै फिल भइरहेछ मलाई। अब त्यस्तो हुन्छ नि एक्स्ट्रा लग्जरी त छैन होइन, तर शीतलले भनेअनुसार दिस इज सिटी कार। बडी रोल कम छ। कम छ। इन्डिपेन्डेन्ट सस्पेन्सन हो नि त। जस गाडी चाहिँ राम्रो छ जस्तो लागिरहेछ मलाई यसो निकुञ्जले कुदाएको पारा देखेर चाहिँ होइन। तर जिली भनेको इट्स अ भेरी बिग कम्पनी चाइनाको। अब हाम्रो पालो हामी अब कुदाएर हेर्नेछौँ यो गाडी कस्तो रहेछ भनेर। ल सिधा बसौँ गाडी। किन बस्ने मसँग? के अरे? अल द बेस्ट। ओके। ओहो कस्तो राम्रो हो, स्टेबल है। वाउ मिठो। म एक्लै छु सो त्यही भएर राम्रोसँग कुदाउनु मिल्छ। अब यहाँनिर भित्रै हेऱ्यौँ भने चाहिँ ट्र्याक्सन कन्ट्रोल अफ गरिदिउँ। अलिकति ब्याक गरौँ थोरै। ड्रिफ्ट हुने यार यो गाडी त कस्तो बवाल यार। देख्नुभएको थियो होला भर्खर। वाउ लिटरली ड्रिफ्ट भइरहेछ। आई कान्ट बिलिभ इट बिकज एकदमै हल्का छ नि त गाडी। आम्मा वाउ 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 आई एम सो इम्प्रेस्ड। मजा आउने के बवाल ड्रिफ्ट भइरहेछ। बवाल ड्रिफ्ट हुन्छ लिटरली। यहाँ ड्रिफ्ट गर्न टोक्छ नि त।
रेयर व्हिल ड्राइभको फन चाहिँ यही नै हो क्या सबै कन्ट्रोल तपाईँको हातमा छ हुन्छ सो ओभरस्टेयर हुन्छ भने टेन्सनै छैन इजी टु ह्यान्डल होइन इजी टु कन्ट्रोल टाइपको गाडी क्या वाउ यस्तो स्मुथ क्या फेरि यस्तो स्मुथ ब्युटिफुल कार फेरि अरे फेरि केटाहरूलाई अब म त अब के हुनु गोप्रो फुट्दैन फेरि गरौँ न एक ल ए भइहाल्छ नि त म तपाईँको पर्मिसन खास गरिरहेको थिएँ तपाईँले के भन्नु भनेर हो इजी टु मनिभर ग्राउन्ड क्लियरेन्स गुड नेपालको लागि पर्फेक्ट लो प्रोफाइल भयो भने चाहिँ अफरोडहरूलाई गाह्रो हुन्छ भने लिङलङको हाई प्रोफाइल टायर रहेछ र 16 इन्च भए तापनि यसको विथ चाहिँ ठुलो छ त्यसले गर्दाखेरि चाहिँ ग्राउन्ड क्लियरेन्स मजाले पुग्दो रहेछ यसमा अगाडि अप्रोच एङ्गल पनि इट्स डिसेन्ट डिपार्चर एङ्गल त अभियसली राम्रो नै छ पछाडिबाट पनि इट लुक्स रियली गुड रियली अमेजिङ कर्भ्सहरू छ क्या पुरै फुल डिजाइनमै कर्भ्सहरू छ स्पोइलर यहाँ पाउन सक्नुहुन्छ डुअल टोनमा रहेछ दुईवटा भेरिएन्टहरू पाउन सक्नुहुन्छ एउटा भेरिएन्टमा चाहिँ सिङ्गल टोन छ भने यो चाहिँ डुअल टोनमा पाउँदो रहेछ पावर टेलगेट छ भित्र हेर्न सक्नुहुन्छ ठिकै छ नट सो ब्याड खालको ऊ रहेछ डिसेन्ट नै छ बुट स्पेस बिकज इट्स अ स्मल कम्प्याक्ट साइज कार यो के हो यार यो सिलिमिली भित्र चाहिँ यसो हेर्नु पर्दाखेरि स्टियरिङ विल सानो छ है कम्पेरिटिभली यु विल नट गेट एनी वायरलेस चार्जिङ यो चाहिँ हाई भेरिएन्ट हो त्यो पनि वायरलेस चार्जिङ चाहिँ छैन यहाँ फोन हाल्ने ठाउँ छ कप होल्डर दुइटा छ गियर सिफ्ट लिभर चाहिँ यहाँ छ पार्किङ यहाँ छ र गुड थिङ एसीको कन्ट्रोल चाहिँ तपाईँहरूले बेसिक कन्ट्रोल यहाँबाट पाउन सक्नुहुन्छ एसी अन अफ डिफ्युजर अन अफ र एसी अन अफ भनेर र हेजार्ड लाइट पनि यहाँ पाउँछ अरू सबै नर्मल छ यो लगभग 15 इन्चको जस्तो लाग्यो मलाई 360 क्यामेरा पनि इट लुक्स रियली नाइस क्वालिटी वाइज एक्चुली च्यासिस भ्यू पनि हुँदो रहेछ यसमा रेस्पोन्सिभ नै रहेछ एज यु क्यान सी एप्पल कारप्ले र एन्ड्रोइड अटो दुइटै तपाईँहरूले वायरलेस पाउनु हुँदो रहेछ यसमा V2L को फङ्सन पनि छ यस स्टार्ट डिस्चार्जिङ जस इट्स अ डिसेन्ट कार आई थिङ्क यो गाडी चाहिँ एउटा प्रपर सिटी कार हुनसक्छ र सिटी कार यस्तो सिटी कार जुन चाहिँ तपाईँहरूलाई कहिलेकाहीँ हुन्छ नि अफ रोड पनि लानुपर्ने हुनसक्छ कहिलेकाहीँ हाइवे राइड्सहरू पनि गर्नुपर्ने हुनसक्छ कहिलेकाहीँ अलिक धेरै ट्राभलहरू पनि गर्नुपर्ने हुनसक्छ प्रोटोन इमास 5 तपाईँहरूको लागि हुनसक्छ यदि तपाईँहरूले यसको टेस्ट ड्राइभ या के गर्नु छ भने चाहिँ यस नजिकैको प्रोटोनको सोरुममा गएर गर्न सक्नुहुन्छ अगाडिको हुड पप गरेर हामी हेर्दैछौँ के रहेछ अगाडि छ कि छैन फ्रन्ट योभन्दा प्रपर युटिलाइजेसन अफ द स्पेस यो गाडीमा भएको छ 70 लिटरको फ्रन्ट स्पेस रहेछ मान्छेहरू धेरै बस्यो भने चाहिँ सायद अलिकति लस्किन्छ होला साग अलिकति बेसी हुन्छ होला बट स्टिल यहाँ यति धेरै स्पेस भएको छ सो एक्चुली हेर्दा मात्रै कतिको साग हुँदो रहेछ ओहो सस्पेन्सन चाहिँ ठिकै रहेछ साग चाहिँ मजाले हुँदो रहेछ ठिक छ तपाईँहरूलाई फ्यामिली कार चाहिएको छ नट सो मच अफ रोडिङ र हाई स्पिड धेरै गर्नुहुन्न भने चाहिँ इट मे बी अ फन कार ठिक छ इन्डिपेन्डेन्ट सस्पेन्सन बट सफ्टवेयर साइडमा छ मलाई चाहिँ मन परेको छ सिटी कारको लागि हुनसक्छ अभियसली धेरै कुरा एक्सपेक्ट चाहिँ गर्न सक्दैन हामीले बाई बाई